के तपाईलाई भविष्यको चिन्ता लागिरहेको छ? बुढेसकालमा के होला, अचानक बिरामी पर्यो भने कसरी उपचार गर्ने वा मलाई केही भइहाल्यो भने मेरो परिवारलाई के होला जस्ता प्रश्न मनमा खेलिरहेका छन्? अब चिन्ता गर्नु पर्दैन। नेपालमा पनि यस्तो एउटा फाइनेन्सियल बडीगार्ड छ जसले तपाईको लाइफ साइकलमा आइपर्ने दुःखमा साथ दिन्छ। आज हामी सोशल सेक्युरिटी फन्ड एसएसएफ को बारेमा कुरा गर्नेछौँ, जुन केवल एउटा फन्ड मात्र होइन, तपाईँ र तपाईको परिवारको सुरक्षित भविष्यको एउटा बलियो भरोसा हो। पहिले यो सरकारी कर्मचारीको लागि मात्र हो कि जस्तो लाग्थ्यो, तर अहिले चाहे तपाईँ प्राइभेट सेक्टर इम्प्लोइ वा फ्रिल्यान्सर वा सबमा काम गर्ने हुनुहुन्छ वा अपरोडमा काम गर्ने कर्मचारी हुनुहुन्छ, एसएसएफले सबैलाई समेट्छ। यो तपाईको क्वालिटी लाइफको लागि बनाइएको एउटा सिस्टम हो ताकि तपाईलाई भविष्यमा आइपर्ने दुःखमा साथ मिलोस्। आज हामी यो भिडियोमा एसएसएफको नयाँ नियम, कन्ट्रिब्युसन, यसबाट पाइने विशेष फाइदाहरूको बारेमा कम्प्रिहेन्सिभ रूपमा बुझ्ने कोसिस गर्छौँ। नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074मा आयो र 2076 साउन 1 गतेदेखि यसले रकम सञ्चालन गर्न थाल्यो। नयाँ अपडेट अनुसार आर्थिक वर्ष 2082-83 देखि सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीका लागि एसएसएफ इनरोलमेन्ट म्यान्डेटरी अर्थात् अनिवार्य गरिएको छ। यदि तपाईँ फ्रिल्यान्सर, इन्फर्मल सेक्टर वर्कर्स वा वैदेशिक रोजगारमा काम गर्दै हुनुहुन्छ भने तपाईँ पनि यसमा स्वैच्छिक रूपमा अर्थात् भोलिन्टरीली आबद्ध हुन सक्नुहुन्छ। सो अहिले एसएसएफले सबैलाई इन्क्लुड हुने गरी 4 वटा सामाजिक सुरक्षा योजना कन्डक्ट गरिरहेको छ। पहिलो, औपचारिक क्षेत्र सामाजिक सुरक्षा योजना फर्मल सेक्टरको लागि। दोस्रो रहेको छ वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना फरेन इम्प्लोइमेन्टलाई टार्गेट गरेर। तेस्रो रहेको छ स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सेल्फ इम्प्लोइडहरूका लागि र चौथो रहेको छ अनौपचारिक क्षेत्र सामाजिक सुरक्षा योजना। यो भनेको चाहिँ इन्फर्मल सेक्टरको लागि भयो। यसलाई मिनिस्ट्री अफ लेबर, इम्प्लोइमेन्ट र सोशल सेक्युरिटी मोडेसले व्यवस्थापन गर्दछ। अब कुरा गरौँ यसमा कति पैसा जम्मा गर्नुपर्छ। फर्मल सेक्टरको हकमा कर्मचारीको बेसिक स्यालेरीको कुल 31% रकम कोषमा जान्छ। इम्प्लोइ सेयर तपाईको बेसिक स्यालेरीबाट 11% काटिन्छ। इम्प्लोयर सेयर तपाईको ओनर वा कम्पनीले थप 20% थपिदिनु पर्छ। रिमेम्बर, यो 31% क्याल्कुलेसन तपाईको ग्रस स्यालेरीमा नभएर बेसिक स्यालेरीमा मात्र हुन्छ। उदाहरणको लागि अहिले गभर्नमेन्टले तोकेको एसएसएफ मिनिमम स्यालेरी 19,550 मा नभएर तपाईको बेसिक स्यालेरी 12,170 मा हुन आउँछ। नाउ क्याल्कुलेसन गर्दा कर्मचारीको साइडबाट बेसिक स्यालेरी 12,170 को 10% प्रोभिडेन्ट फन्डमा जान्छ। त्यो भनेको 1217 हुन आउँछ र सोशल सेक्युरिटी ट्याक्समा 1% जान्छ, जुन भनेको 121.7 हुन्छ। टोटलमा तपाईको तर्फबाट 1338.7 जान्छ। अब कम्पनीको साइडबाट 10% प्रोभिडेन्टमा जान्छ, त्यो भनेको चाहिँ 1217 हुन्छ। ग्र्याट्युटीमा 8.33% भनेको चाहिँ 1013.76 र एडिसनल कन्ट्रिब्युसन 1.67 भनेको चाहिँ 203.24 हुन आउँछ। यसरी टोटल 20% भनेको चाहिँ 2434 हुन्छ। यो दुईटालाई जोड्दा 31% भनेको 3772.7 मन्थली तपाईको नाममा एसएसएफमा जम्मा हुने भयो। अब तपाईलाई आफ्नो एसएसएफमा कति जम्मा हुन्छ भनेर थाहा पाउन आफ्नो अफर लेटरको बेसिक स्यालेरीको अनुसार क्याल्कुलेट गर्न सक्नुहुनेछ। यो पैसा जम्मा भएपछि तपाईले 4 वटा मुख्य योजनाहरूबाट फाइदा पाउनुहुनेछ। पहिलो, औषधि उपचार स्वास्थ्य योजना। 3 महिना योगदान गरिसकेपछि तपाईले वर्षको 1 लाख सम्मको उपचार खर्च पाउनुहुनेछ। यसमा ओपीडीका लागि 20,000 र आइपीडी ट्रिटमेन्टका लागि हाल सिरियस टाइपको बिरामी भएमा 80,000 सम्मको कभरेज हुन्छ। यसमा 80% खर्च कोषले बेहोर्छ भने 20% तपाईँ आफैले तिर्नुपर्ने हुन्छ, जसलाई कोपे भनिन्छ। साथै 2 वर्ष योगदान गरिसकेपछि घातक रोग अर्थात् क्रिटिकल इलनेस भएमा 10 लाख सम्मको उपचार खर्च पाइनेछ। दोस्रो रहेको छ मातृत्व सुरक्षा। कम्तीमा 3 महिना रेगुलर कन्ट्रिब्युट गरेको कपलले 1 लाख सम्मको मातृत्व सम्बन्धी उपचार खर्च र शिशु स्याहार खर्च एसएसएफबाट पाइन्छ। महिला कर्मचारीहरूले 38 डेजसम्म सुत्केरी बिदाको 60% पारिश्रमिक पनि एसएसएफबाट नै पाउनुहुनेछ। तेस्रो रहेको छ दुर्घटना तथा अशक्तता सुरक्षा। कामको सिलसिलामा दुर्घटना भएमा सम्पूर्ण खर्च कोषले बेहोर्छ। अर्को भनेको योगदान गरेको मितिबाट लागू हुने गरी कामको
जन्मको सिलसिलामा बाहेक अरू एक्सिडेन्ट भएको छ भने 7 लाखसम्मको उपचार खर्च एसएसएफबाट कभर हुन्छ। यदि पूर्ण रूपमा अशक्त डिसेबल भएको भए काम गर्न नसक्ने अवस्थामा भएको भए आजीवन बेसिक स्यालेरीको 60% रकम पेन्सनको रूपमा पाउनुहुन्छ। चौथो, आश्रित परिवार सुरक्षा डिपेन्डेन्ट सपोर्ट। यदि योगदानकर्ताको मृत्यु भएमा उसको श्रीमान वा श्रीमतीले आजीवन 60% पेन्सन पाउनेछ। छोराछोरीले 18 वर्ष पुरा नभएको अर्थात् पढिरहेको भएमा 21 वर्षसम्म शैक्षिक वृद्धि बापत 40% रकम पाउनुहुनेछ। अन्तिम संस्कारका लागि 25,000 रुपिस उपलब्ध गराइनेछ। सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको वृद्ध अवस्था सुरक्षा योजना हो। 60 वर्ष उमेर पुगिसकेपछि र कम्तीमा 15 वर्ष अर्थात् 180 महिना योगदान गरिसकेपछि तपाईले आजीवन मासिक पेन्सन पाउनुहुनेछ। पेन्सन क्याल्कुलेसन गर्दा तपाईको जम्मा भएको रकम र त्यसको प्रतिफल रिटर्न्सलाई 160 ले भाग गरिन्छ। साथै 36 महिना योगदान गरिसकेपछि तपाईको कोषबाट 80% सम्मको सापेटी अर्थात् लोन लिन सक्नुहुनेछ। यसमा होम लोन, एजुकेसन लोन र स्पेशल लोन जस्ता सुविधाहरू छन्। अर्को एउटा ठूलो फाइदा के छ भने एसएसएफमा योगदान गर्नेहरूले 1% सामाजिक सुरक्षा कर अर्थात् सोशल सेक्युरिटी ट्याक्स दिनु पर्दैन। तपाईलाई एसएसएफमा दर्ता हुनका लागि sos.ssf.gov.np मा जान सक्नुहुन्छ। यसका लागि नागरिकता, फोटो र प्यान कार्डको आवश्यक पर्छ। सो एसएसएफ भनेको एउटा केवल पैसा काट्ने ठाउँ मात्र होइन, तपाई र तपाईको परिवारको सुरक्षित भविष्यका लागि एउटा बलियो खम्बा हो। यदि तपाईलाई आजको भिडियो उपयोग लाग्यो भने आफ्नो साथीहरूलाई शेयर गर्न सक्नुहुनेछ। सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्यांक यू फर वाचिङ।